आज यो थुक्पा चाहिँ मेरो डिमान्ड हैन है, वेदरको डिमान्ड हो। हेलो एभ्रीवान, वेलकम टु माई भिडियो। मेरो चाहिँ आज छुट्टी थियो अनि दिनभरि घरभित्रै बसेकोले मलाई आज हिउँ परेको पनि थाहा थिएन क्या। अनि ठ्याक्क मैले चाहिँ यसो वेदर हेरेको त पुरै 1 डिग्रीमा गएर हिउँ परिरहेको रहेछ। अनि मेरो एकछिन सुपरमार्केट जाने पनि काम थियो। अनि जाँदाखेरि चाहिँ यस्तो हिउँ परेकोले चाहिँ मलाई कस्तो सुप टाइपको खानेकुरा खान मन लाग्यो क्या। अनि दिमागमा झट्ट अब नेपालीहरू भइसके पछाडि थुक्पा नै याद आउँछ नि त। पानी पर्दा थुक्पाहरू भयो, नुडल्सहरू, अरू चाउचाउहरू, रामेनहरू नै हुन्छ नि त। अनि सुपरमार्केट गएर चाहिँ मैले थुक्पा ल्याएँ। अनि त्यस पछाडि मसँग आलु थियो। अब एकजनालाई कति नै पो लाग्छ र एउटा आलुलाई यत्तिकै नर्मली काटेर अनि मैदाको पिठोमा हल्का फुड कलरहरू हालेर एउटा चप पनि बनाइहालेँ। अनि साइडमा एग पनि बोइल गरिहालेँ। अनि यो गेडागुडीको रस चाहिँ मैले खासमा भोलि ड्युटी जाँदाखेरि खानाको लागि तरकारी हुन्छ भनेर चाहिँ बसालेको थिएँ, तर भोलिको लागि पनि भयो नै। तर आजको लागि चाहिँ झन् धेरै महत्त्वपूर्ण भयो क्या, यस्तो चिसोमा तातो तातो झोल। थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई।